ल आजको हरिज किचनमा विभिन्न कुराहरू पाक्दैछन्। हामीसँग छ यहाँ एउटा होल चिकन, फेरि अर्को होल चिकन उल्लिजबाट लिएर आएको। ल यहाँनिर मैले अहिले बनाइसकेको छु हाम्रो खानाको लागि। यहाँनिर सलाद छ, सलाद विथ जस्ट लेटस र क्युकम्बर एन्ड सम अनियन्स विथ सलाद ड्रेसिङ। त्यसपछि यहाँनिर मैले पकाइसकेको छु काउलीफ्लावर फ्लोरेट्स। त्यसपछि यहाँनिर केही भेजिटेरियन करी छ, हाम्रो यहाँनिर राइस पाक्दैछ। त्यसपछि आज हाम्रो यहाँनिर के पाक्दैछ के छ भने आज मेरो छुट्टीको दिन। त्यसपछि आज मङ्गलबारको दिन चाहिँ के हुन्छ भने हामी हाम्रो घरमा खाँदैनौँ, यो नन भेज प्रडक्टहरू खाँदैनौँ। हामी चाहिँ के गर्छौँ, हप्ताको 7 दिनमा 6 दिन हामी मासु खाए पनि हप्ताको 1 दिन मङ्गलबार चाहिँ हामी भेजिटेरियन बनिदिन्छौँ। यस्तो होइन कि हामी मङ्गलबारको व्रत बसेको अथवा यस्तो होइन। यो मेरो चक्कु नै लगाएन, यो काट्दै काट्दैन के गर्ने यस्तो हो चक्कु मेरो स्थिति होइन। मङ्गलबारको दिन चाहिँ लसुन प्याज सबै कुरा खाने होइन। जस्तै त्यो दिन अब एनिमल प्रडक्टहरू अब जस्तै बटर त खान मिल्यो कि भिगन होइन, भेजिटेरियन मात्र। हामी जस्तै अन्डा नखाने, मासु नखाने, 1 दिन एटलिस्ट बडीलाई चाहिँ बडीको डाइजेसन सिस्टमलाई चाहिँ सरप्राइज दिउँ भनेर। सरप्राइज कस्तो भन्दा आज त मान्छेले खै खाएन त मासु भने जस्तो हुन्छ नि, त्यस्तो गरौँ भनेर चाहिँ हामीले हप्ताको 1 दिन चाहिँ खाँदैनौँ। तर यो आज मङ्गलबारको दिन हो, मैले यो रेकर्ड गरिरहँदा यो चाहिँ मैले हिजो उल्लिजबाट लिएर आएको चिकन हो। यो चाहिँ कस्तो गर्छु भने मैले अब यसलाई टक्क काट्छु, काटेर पिस बनाएर पोर्सन गराएर फ्रिजरमा राखेपछि के हुन्छ, यता फ्रिजरमा राखेपछि हामीसँग यहाँ फ्रिजरमा अलरेडी केही छ, अलरेडी चिकनहरू यस्तो प्याकेट बनाएर राखेपछि टक्क अब भोलि खान मन लाग्यो भने एउटा निकाल्यो, डिफ्रोस्ट गर्यो, त्यसपछि त्यसलाई पकायो गरेर 1 हप्तासम्म हामी के हुन्छ सपिङ जानु पर्दैन, चिकन अलरेडी छ होइन। अनि पोर्सन छ, दिनदिनै काटिराख्नु परेन। त्यो कुराहरू अलिकति इजिनेस, लाइफलाई चाहिँ इजी स्मुथ बनाउनको लागि मैले चाहिँ पर विक यसरी चिकन लिएर आएर काटेर उस गर्छु, पोर्सन गरेर राख्ने गर्छु। हाम्रो चाहिँ भातमा आज सिटी लाग्ने बेला हुन लागिसक्यो। आज बुढी काममा गइकन आउने बेला हुन लाग्यो, अब जस्ट 40 मिनट्स होइन। गर्मी छ, मेरो क्यामराम्यान चाहिँ आज मम्मी भिडियो रेकर्ड गर्दै हुनुहुन्छ। उता चाहिँ गर्मी छ, आज चाहिँ टेम्परेचर 36 डिग्री समथिङ अराउन्ड यस्तै छ। ल यो चाहिँ मेरो चस्मा, फङ्की चस्मा भन्छ यसलाई, बालेन चस्मा होइन। तर चस्मा खतरा है, बालेनको जस्तै छ। बालेन दाईलाई पनि यस्तै चस्मा अबबाट चाहिँ अब प्रधानमन्त्री हुँदाखेरि चस्मा चाहिँ चेन्ज गर्नु पऱ्यो। बालेन दाई उही मेयरवाला चस्माले हुँदैन भनेर एउटा दिनुपर्ने छ। आज यहाँनिर यो मैले तपाईँलाई के देखाउनु खोजेँ भने देख्नुभयो हाम्रो मिनी बारीमा के छ त भन्ने कुरा। मैले चाहिँ यो क्यामेरालाई चाहिँ ब्याक गराउनु पर्ने रहेछ। कारण है यो पहेँलो फुल फुलिरहेको नि, यो के हो भने यो सायद वाटरमेलन हो। हेर्दाखेरि काँक्रो जस्तो देखिन्छ, काँक्रो हुँदैन। अनि यहाँनिर यो के छ, यो वाटर स्पिनाच भन्दो रहेछन् है, मलाई थाहा थिएन। यो हाम्रो घरमै रेडी हुन लागेको जिन्जर। त्यसपछि यहाँनिर यो म्याङ्गो प्लान्ट चाहिँ हामीले म्याङ्गो खाएर यहीँ पुर्दिएको। हामीले चाहिँ के गर्छौँ भने हाम्रो किचनबाट निस्केको जति पनि किचन वेस्टहरू, ग्रिन वेस्टहरू छ नि, त्यो ग्रिन वेस्टहरूलाई चाहिँ हामीले चाहिँ यहाँ ल्याएर ट्याक्क यस्तो गरेर उस गरेर अनि यहीँ पुरिदिन्छौँ माटोले। त्यसपछि यहीँ कम्पोस्ट भन्छ, यो मल पुग्छ भनेर। अनि यसले बारीलाई राम्रो गरिराख। अब यहाँ हेर्नुहोस् त, हेरेर रहर लाग्यो होला नि, खाउँ लागेन, खाउँ लाग्यो होला नि होइन। ल हेर्नुहोस् फुलहरू, ल हेर्नुहोस्, अरे वाह, हावा पनि कति मिठो लागेको हौ, कति मिठा खुर्सानी फलेका। यो बोट र हाम्रो यो खुर्सानीको बोट चाहिँ यसलाई चाहिँ बड आई खुर्सानी भन्छ। अनि यो चाहिँ हाम्रो चाहिँ नेपालको डल्ले खुर्सानी भइहाल्यो। अनि यो खुर्सानीहरू चाहिँ हामीले पोहोर रोपेका हौँ, पोहोर साल रोप्दाखेरि एकदमै दामी फल्यो थियो। यो त केही नै होइन के, खुर्सानी फलेर एउटा हाँगा नै भाँचिएको थियो खुर्सानीको, भनेपछि कति फल्यो। अनि यसमा पनि यति बबाल फलेको थियो। अहिले फुल खेल्दैछ, अलिकति
बल्ल अस्तिसम्म त मैले यो बुटै भाँचिदिन्छु भनिरहेको थिएँ, मलाई रिस उठेर फलेन यो साल भनेर। अनि त्यसपछि यो वर्ष अब अलिकति फल्दैछ, फुल्दैछ, राम्रो फल्छ जस्तो लागिरहेको। म कहिल्यै खुर्सानी नखाने मान्छेले चाहिँ यो खुर्सानीको बोट चाहिँ ल्याएर रोपेपछि मैले बल्ल खुर्सानी खान थालेको थिएँ क्या। यहाँनिर मम्मी गोडमेल गर्दै यो खुर्सानीको बुट्टाहरू चाहिँ मम्मीले आएर सारे हो, उताबाट यता ल्याएर अलिकति। अनि त्यसपछि यो चाहिँ तरुल, यो चाहिँ हामीले बजारबाट लिएर आएको तरुलको माथिको अलिकति मुन्टा चाहिँ निकालेर गाडिदिएको, अनि यस्तो बोरामा यस्तो गरेर राखेको हौँ। यो चाहिँ सायद फल्छ होला। ओ वाटर स्पिनाच कत्रो भएछ मम्मी यहाँनिर है, यो त टिप्न अलि तर यति मात्रै लगाएर वाटर स्पिनाच। यहाँनिर पुदिना छ अलिकति होइन, मिन्ट यहाँ साइडमा फलिरहेको, यो एलोभेरा, यो चाहिँ। अनि हामीसँग उस थियो क्या, यो के भन्छ अरे क्याप्सिकम, यस्तो ग्रिन क्याप्सिकम होइन। अनि बुटोमा फलिरहेको थियो, तर कस्तो हुँदो रहेछ यति धेरै फल्यो कि बुटोले धान्ने नसकेर भाँचियो क्या। अनि यतिको यो साइजको खाँदा तितो हुँदो रहेछ, त्यो भएर मैले चाहिँ गार्डनमै फालिदिएको। गार्डनको साइज अब त्यति ठुलो पनि छैन क्या, सानो गार्डन छ। यति हो, यो एयरकन चलाउने बेला, एसी चलाउने बेलामा चाहिँ उस हुन्छ, तातो हावा फाल्छ पनि। त्यसपछि यसमा के छ, एउटा तरुल छ, खुर्सानीहरू छ, यहाँ बोडी छ, त्यसपछि वहाँनिर जिन्जर छ होइन। यी प्याज, अब स्प्रिङ अनियन कहिलेकाहीँ हुन्छ। अस्ति लसुन पनि थियो, लसुन कता हराएछ मम्मी? हो ए यहाँ पनि रहेछ लसुन यहाँनिर। यो के हो, यो झार हो कि के हो? यो झार हो, यो झारै हो नि होइन? खै त्यो पहेँलो फुल फुलेको कुन चाहिँ? मेथी जस्तो छ नि मम्मी, होइन? के हो त नि? सुरुमा हामीले यहाँ केही पनि यो खुर्सानी लाउनुभन्दा पहिला फुल मात्रै रोपेको थियौँ। यो त मेवा हो नि त, यो सानो त। यो चाहिँ आँप हामीले के गर्छौँ भने ड्याम यहाँ नजिकै एउटा सानो ताल छ, त्यो तालको छेउमा लगेर चाहिँ रोपिदिन्छौँ। यो फलिहाल्यो भने होइन, अब हुर्क्यो भने पछि अब मान्छेहरूले फल्यो भने खान मिल्छ नि त भनेर। अर्को सुन्तला होइन, सुन्तला। त्यसपछि यो चाहिँ रह्यो हाम्रो मिनी गार्डनको कहानी। डेलिभरी आयो, यो चाहिँ के गरेछ होइन, यति गर्ने। यो चाहिँ आज हाम्रो डेलिभरी आयो, बुढीको सरप्राइज गिफ्ट। कुरियरले चाहिँ सामान लिएर आएछ, सामान लिएर आयो त्यत्तिकै चाहिँ सामान घरमा ल्याएर हुन्छ नि, नकनक गरेर दिने, त्यस्तो नगरिकन मेल बक्समा चाहिँ ड्रप गरेर गइदिएछ। त्यसपछि मेरो डेलिभरी आएको छ, खै आयो त्यस्तो त नभन्छ नि जे पनि। त्यसपछि आज डेलिभरी आयो। त्यसपछि यो चाहिँ रोजफिल्डको घडी होइन, यहाँ बुढीले खोलिसकेको थिएँ। त्यसपछि मैले चाहिँ होइन त्यहाँ बिगारिसकेको थिएँ। यो चाहिँ रोजफिल्डको घडी कहाँदेखि कहाँ पुगेर आएर बुढी यो घडी? कुन हातमा हो? कस्तो राइटमा लगाउँछु हो दारु? यति मात्रै हुने रहेछ नि, तर यसलाई सारेर अलिकति राइटमा होइन नि त। केले गर्ने होला? एकैछिन ल, काट्दैन हौ। यो अलिक मोटो होला क्या, अलिक तिन चाहिन्छ। यसले आउँछ तल राखेर अलिकति हटाउनु हो र होइन? यति भइन्छ हौ होइन सिया। यहाँ नाप्नु न हातमा, हेर्नु अझै
हो त्यति हुँदैन गएर यति ठिक गरिन्छ भाँच्यो ल ठिक त हेर ठिक दाँतले गरौँ तल गइसक्नु भयो यहीँ गर्दा तलै गर्दा नाप्नु त तपाईँले तलै पुऱ्याइसक्नु भयो खै छोडा न कस्तो ठिक्क छ क्या यी अझ यी देख्यौ छैन त्यहाँ माथि हुनुपर्छ अझै माथि अलिकति टाइट गराउनु भनेको त्यति हुँदा ठिक्क हुन्छ उयोले जित्नु त उयो हेरेर त्यहाँ राखेर त कहाँ हुन्छ र यस्तो हार्ड सर्फेसमा राख्नु पर्यो घडी फेरि फुटाउनु यो यति गाह्रो छ कि यो के मेकानिकसँगै पहिला त्यसै हालेर भएन क्या किन फ्याट्टा हुनु पनि त ए राइडी है यस्तो रहेछ नि त ल कस्तो भयो यो चाहिँ ए एउटा सुपर बेस रहेछ क्या तलपट्टिबाट कहाँनिर हो भने थाहा छ हजुरलाई उल्टो गर्न थाल्नु थाहा होइन यस्तै हो नि होइन अझै माथि अझै माथि अझै माथि यहाँभन्दा बढी पर्दैन गठनमा फेरि किन खोलिरहने र तर यो लाइदा त लागिहाल्यो तिमी खोल्ने भन्दै थिएँ नि अलिक माथि भनेर भएन यो यस्तो टाइट टाइट लाउनु अब टाइट भयो अझै माथि आएर अनि टाइट भयो अरे ठिक्क भएछ ठिक्क भएछ दामी भएछ के हो रे आमा सुन सुनको घडी सुनको घडी सुनको बालो खै त्यो खोल्नु त थाहा साना साना लागेर चाहिँ झ्याम्म हाल्दै दुइटै एकैचोटि हो यसमा पेयर गरेर लाउने के तल 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 क्या मैले गरिदिन्छ कि ओडिया केही देखेर हतार हुन्छ ओडिया यो चाहिँ समाउनु पर्छ नि त चुडिएला जस्तो भयो यो सुन जस्तो कुरो फेरि त्यही त हो त्यो हेरिबिडियो तिम्रो मुन्टल मलाई नि हेर्न इन्ट्रेस्ट लागेको नि त यसमा होइन कस्तो सानो बना हुँदो रहेछ र यो ठुलो त अनि के घडी घडी यत्रो होइन मैले हात दिन आएको छु टाइट भयो होइन अलिक टाइट भयो है यहाँनिर हेर्नु ए यो नयाँ त नाम लेखेको रहेछ नि त पियुकेयु पुकु भनेर हाम्रो चाहिँ पप्पीको नाम खै 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 मम्मी खै 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 यहाँनिर चाहिँ नाम लेखेर रहेछ क्या यसमा चाहिँ यस्तो गरौँ न अझै घुम्नु खोइ कता हो क्यामेरा यहाँ यता पी देखिएन होइन यु के यु पुकु होइन लभ साइन होइन यो चाहिँ हाम्रो पुकु डन पुकु हाम्रो पप्पी यसपछि हामी लाग्यौँ आज जिमतिर साँझको 5 बज्यो अनि हामी चाहिँ छुट्टीको दिनमा दुईजना बुढाबुढी चाहिँ 1-1.5 घन्टा जिम जाने एक्सर्साइज गर्ने भन्छौँ सँगै नत्र चाहिँ म बिहानमा जान्छु बुढी बेलुकामा जान्छौँ यसपछि लाग्यो जिमतिर त्यसपछि अबको केही भिडियोज भने जिम वर्कआउट
जिम सकेर फर्किँदै गर्दा हामी घाम हुँदै गएका मान्छेहरू घाम अस्ताइसकेपछि साँझ परेपछि हाम्रो जिम सकियो र हामी घर फर्क्यौँ। आजको दिन यसरी नै बित्यो। अब अर्को दिन मुड चल्दाखेरि कन्टेन्ट छ है, जे पनि कन्टेन्ट बन्छ भन्ने चाहिँ दिमागमा आयो भने फेरि अर्को भिडियो बनाउला, नत्र त्यस्तै हो, जुन दिन मुड चल्छ त्यही दिन अर्को भिडियो। यो भिडियोको लागि भने आजलाई हस्त धन्यवाद, दर्शन नमस्ते भन्दै आजको दिन सकियो। बाई बाई।